हामीहरुको यहाँ फर्स्ट क्वेशन छ। जस्तै यहाँ क्वेशनले भनेको छ मिड पोइन्ट अफ द लाइन जोइनिङ a, 2 एन्ड 3, 6 इज 2, b भनेर भनेको छ। सो यसले हामीलाई के भन्न खोजेको भने जस्तै मैले a, 2 लाई मैले a भन्ने नाम दिए ल। a भनेको मसँग छ a, 2 र मेरो अर्को छ b भन्ने पोइन्ट र b भन्ने पोइन्ट छ मेरो 3, 6। मेरो यो a र b एउटा लाइन छ र यो a र b को मिड पोइन्ट भनेको मलाई दिएको छ। जस्तै मैले यसलाई नाम दिए p ल 2, b भनेर छ। हामीहरुको a र b को मिड पोइन्ट भनेको यहाँ छ p। ठीक छ। यति कुरा भइसकेपछि यति कुरा भनिसकेपछि क्वेशनले भनेको छ हामीहरुलाई a र b को भ्यालु पत्ता लगाऊ। यानी कि हामीहरुको x कोअर्डिनेट a भन्ने पोइन्टको x कोअर्डिनेटमा छ a र त्यसैगरी मिड पोइन्टको y कोअर्डिनेटमा छ हामीहरुको b। सो a र b को भ्यालु कति हुन्छ पत्ता लगाऊ भनेको छ। सिम्पल छ। सो हामीहरुको यहाँ मिड पोइन्टको कुरा गरेको छ भने हामी मिड पोइन्टको फर्मुला युज गर्ने छौं। सो हियर फर्स्ट अफ अल हामीलाई गिवन कुराहरु के छ त्यो लेखौं। सो हियर हामीहरुलाई गिवन छ हियर लेट a भनेको मैले दिए a, 2 एन्ड b छ हामीहरुसँग 3, 6 आर द points of a line and p छ हामीहरुसँग 2, b is the midpoint of the line AB भन्ने लाइनको मिड पोइन्ट हो p भनेर भने मैले यहाँ केही पनि गरेको छैन। जस्ट तपाईहरुले आफ्नै भाषामा लेख्न सक्नुहुन्छ। मैले आफ्नै भाषामा लेखे, तपाईहरुले आफ्नै भाषामा लेख्नुस्। मैले यहाँ के भनेको भने जे कुराहरु मलाई गिभन छ ती कुराहरुलाई मैले मिलाएर लेखे। मैले भने यहाँ a र b भन्ने दुईटा पोइन्ट्सहरु छन् र त्यो दुईटा पोइन्ट हामीहरुको के छ त AB भन्ने एउटा लाइन बनाएका छन् र त्यसैगरी हामीहरुको p भन्ने एउटा मिड पोइन्ट छ र त्यो p भन्ने मिड पोइन्ट चाहिँ हामीहरुको AB लाइनको मिड पोइन्ट हो भनेर भने। मैले अरु यहाँ खासै केही कुरा भनेको छैन। सो गिभन कुराहरुलाई नै लेखिएको यहाँ। सो here we know using midpoint formula हामीहरुको के थियो x को लागि x कोअर्डिनेट को लागि हामीहरुको हुन्थ्यो x1 plus x2 by 2 देन अब हामीहरुको यहाँ x भनेको के हो त मिड पोइन्ट को कोअर्डिनेट हो। सो हामीहरुको यहाँ मिड पोइन्ट को कोअर्डिनेट के छ x भनेको 2 र त्यसैगरी x1 भनेको हामीहरुको a पोइन्ट को x कोअर्डिनेट। सो x1 भनेको छ हामीहरुसँग a प्लस x2 छ हामीहरुसँग 3 अपन 2। सो यहाँबाट हामी a को भ्यालु क्याल्कुलेट गर्न सक्ने रहेछौं। सो क्रस मल्टिप्लाई गर्दिन। क्रस मल्टिप्लाई गर्दा यो हुने भयो हामीहरुको 2 into 2 is equals to a plus 3। सो 2 into 2 यो भयो हामीहरुको 4 is equals to a plus 3। देन यदि मैले प्लस 3 लाई लेफ्ट साइडमा ल्याए भने यो के हुने भयो त यो हुने भयो हामीहरुको a is equals to 4 minus 3। देयरफोर a भनेको हामीहरुको 1 हुने भयो। a को भ्यालु रहेछ 1 र त्यसैगरी अब b को भ्यालु कति हुन्छ हेरौं है। सो हामीहरुको y कोअर्डिनेट भनेको के हुन्छ मिड पोइन्ट फर्मुला अनुसार y1 plus y2 by 2। सो मिड पोइन्ट को लागि हामीहरुको y कोअर्डिनेट छ b र y1 छ हामीहरुको 2 र y2 भनेको छ हामीहरुसँग 6 by 2 और यो हुने भयो हामीहरुको 6 plus 2 8 डिवाइडेड by 2 यो हुने भयो हामीहरुको 4। सो हामीहरुको b को भ्यालु कति रहेछ त देयरफोर b is equals to 4। Hence required value values of a is 1 and b is 4। यसरी हामीले क्याल्कुलेट गर्न सक्छौं। र त्यसैगरी एउटा अर्को क्वेशन हेरौं है। जस्तै मलाई यहाँ एउटा सर्कल छ, मसँग यहाँ एउटा सर्कल दिएको छ। जस्तै यो भयो मेरो सर्कल ल, ठीक छ।
यो भयो हामीहरुको सर्कल एकदमै पर्फेक्ट सर्कल बनेको छ सो यो भयो मेरो डायमिटर ठीक छ र यहाँ छ हामीहरुको सेन्टर र सेन्टरलाई मैले नाम दिए O भनेर र यहाँ छ हामीहरुको A र B कोर्डिनेट मिसिङ छन् देन हामीहरुलाई यहाँ दिएको छ 8,1 यो पोइन्ट र त्यसैगरी यो पोइन्टलाई दिएको छ हामीहरुको 4,5 र यसको नाम छ मानौ A यसको नाम दिए मैले B र हामीहरुलाई भनिएको छ यहाँ what is the center of the circle find center of circle यो सेन्टर सर्कल को सेन्टर के हुन्छ पत्ता लगाऊ भनेर भनेको छ सो अब हामीहरुसँग सेन्टर कुनै पनि डायमिटर को सेन्टर पोइन्ट भनेको के हुन्छ सर्कलमा obviously always सेन्टर अफ सर्कल हुन्छ कुनै पनि डायमिटर को कुनै पनि सर्कलमा त्यसको मिड पोइन्ट भनेको के हुन्छ त obviously always सेन्टर अफ सर्कल हुन्छ सो त्यस्तो हो भने using midpoint formula हामीहरुको x कोर्डिनेट भनेको के हुन्छ त x1 plus x2 by 2 र y कोर्डिनेट भनेको y1 plus y2 by 2 सो हामीहरुको यहाँ x भनेको के छ सेन्टर पोइन्ट को x कोर्डिनेट हामीहरुसँग के छ a यानी कि ओरिजिन यानी कि सेन्टर अफ सर्कल को कुरा गर्न खोजेको सो यो भयो हामीहरुको x a र x1 भनेको x1 y1 x2 y2 सो x1 छ हामीहरुसँग 4 र x2 छ हामीहरुसँग 8 डिवाइडेड बाइ 2 सो यो हुने भयो हामीहरुको 8 plus 4 12 by 2 और a therefore a भनेको हामीहरुको हुने भयो 6 र त्यसैगरी y कोर्डिनेट के छ हामीहरुको मिड पोइन्ट को y कोर्डिनेट भनेको हामीहरुसँग छ b सो y1 छ हामीहरुसँग 5 plus 1 डिवाइडेड बाइ 2 देन यो हुने भयो हामीहरुको यहाँबाट b को भ्यालु कति हुने भयो त 6 by 2 और therefore b भनेको हामीहरुसँग हुने भयो 3 a को भ्यालु छ हामीहरुको 6 र b को भ्यालु छ 3 सो हामीहरुको सेन्टर अफ सर्कल के भयो त hence the required center of circle is a comma b so a comma b origin o भनेको सेन्टर अफ सर्कल सो a comma b हामीहरुसँग छ 6, 3 यो भयो हामीहरुको सेन्टर अफ सर्कल सो त्यसैगरी यो थियो हामीहरुको मिड पोइन्ट को लागि तपाईहरुलाई सोध्न यस्तै टाइपको क्वेशन्सहरु चाहिँ तपाईहरुलाई सोधिएको हुन्छ र त्यसैगरी अब एउटा अर्को क्वेशन हेरौँ हामीहरुको सेन्ट्रोइड को लागि सेन्ट्रोइड को क्वेशन छ हामीहरुलाई यहाँ फाइन्ड द सेन्ट्रोइड अफ अ ट्रायंगल हुज भर्टिसेस आर 0,0 3, -3 एन्ड 9, -9 भनेको छ जस्तै अब हामीहरुलाई यहाँ तीनटै भर्टिसेसहरु दिएको छ ट्रायंगल को सो जस्तै मानौ यो छ हामीहरुको ट्रायंगल हैन र यसको हामीलाई तीनटै भर्टिसेसहरु दिएको छ र सेन्ट्रोइड भनेपछि यो हामीहरुको सेन्टर पोइन्ट र यो हो सेन्टर पोइन्ट र यो पनि हो ल मानौ अहिलेको लागि एक्ज्याक्टली त छैन होला तर अहिले हामीहरु मान्न सक्छौं नि हैन सो हामीहरुले निकाल्नु पर्ने भनेको यो g भनेर हामीहरुलाई जुन फर्मुला लेख्दा चाहिँ हामीले g भनेर लेखेका थियौ हैन सो g को कोर्डिनेट चाहिँ हामीहरुलाई निकाल्नु छ abc को हामीलाई दिएको छ सो फर्स्ट अफ अल हामीहरुलाई के दिएको छ त त्यो कुरालाई नै यहाँ लेखौं न त है सो here the vertices of triangle ABC are a को दिएको छ हामीहरुलाई 0,0 यानी कि a भनेको हामीहरुको ओरिजिनमा रहेछ सो त्यसैगरी हामीहरुसँग छ यहाँ b छ हामीहरुको 3, -3 र c छ हामीहरुको 9, -9 ठीक छ सो let g x, y be the centroid मैले x, y
जसको नाम मैले जी भनेर राखिदिएँ। यो भनेको हामीहरूको सेन्ट्रोइड हो भनेर भनिदिएँ। ठिक छ। सो त्यसै गरी नाउ हामीहरूसँग युजिङ द सेन्ट्रोइड फर्मुला सेन्ट्रोइड फर्मुलाको अनुसार अब हामीहरूको यहाँ x भनेको के हुने भयो त? x भनेको हुने भयो हामीहरूको x1 + x2 + x3 / 3। यो हुने भयो हामीहरूको x1 + x2 + x3 / 3। र त्यसै गरी y भनेको हुने भयो हामीहरूसँग y1 + y2 + y3 / 3। ठिक छ। देन हामीहरूसँग छ यहाँ x1 भनेको हामीहरूसँग छ 0 प्लस x2 छ हामीहरूसँग 3 प्लस x3 छ हामीहरूसँग 9/3। सो y छ हामीहरूसँग यहाँ y1 भनेको 0 र y2 भनेको -3। सो यो हुने भयो हामीहरूको 0 -3। देन लास्टमा छ हामीहरूसँग y3 भनेको -9/3। सो त्यसै गरी यसलाई क्याल्कुलेसन गर्दा यो हुने भयो हामीहरूको 12/3। सो यो हुने भयो हामीहरूको 4 र त्यसै गरी यो हुने भयो हामीहरूको -12/3। यो हुने भयो -4। सो हामीहरूको सेन्ट्रोइड कहाँ पर्दो रहेछ त? सेन्ट्रोइड त हामीहरूको 4, -4 मा पर्ने रहेछ। hence the required centroid is हामीले g भनेर राखेका थियौं x, y भनेर। सो g र कोअर्डिनेट छ हामीहरूको 4, -4। यसरी हामीहरूले निकाल्न सक्छौं। इजी छ एकदमै, त्यस्तो गाह्रो छैन। सो त्यसै गरी अब हामीहरूले यहाँसम्म आइपुग्दा चाहिँ हामीहरूले सेन्ट्रोइडको क्वेशन्सहरु गर्यौं र मिड पोइन्टको लागि क्वेशन्सहरु गर्यौं। सो यतिसम्म तपाईहरुलाई केही कन्फ्युजनहरु छ, तपाईहरुसँग अझै क्वेशन्सहरु तपाईहरुसँग छ, हामीहरूले गरेको भन्दा एक्स्ट्रा क्वेशन्सहरु जुन तपाईहरुलाई गाह्रो लागिरहेको छ भने, बुझ्न गाह्रो भएको छ भने तपाईहरुले हाम्रो फेसबुक पेजहरुमा गएर पोस्ट गर्न सक्नुहुन्छ क्वेशनलाई, र हामीलाई मेसेज पनि गर्न सक्नुहुन्छ क्वेशन। सो हामी सक्दो चाँडो तपाईहरुको क्वेशनलाई रिप्लाई गर्ने कोसिस गर्नेछौं।